उहाँलाई खासमा चिन्न नै चाहेनौँ हामीले। हजुर उहाँले चिन्नुहुन्छ नि त। सागर लम्सालजी उहाँलाई खासै अब कुन रूपमा चिन्नुहुन्छ भन्दा पनि अब आफ्नो सस्तो प्रचारको लागि चाहिँ कोही छोरी मान्छेको इज्जतको धजिया उड्ने कामहरू गर्नेमा चिन्छु म है। अब उहाँले अब यो सबै मैले भनिरहँदाखेरि यो के प्रुफ छ भन्नुभयो भने पनि उहाँ आफैलाई पनि थाहा छ मसँग हरेक कुराको प्रुफ छ भनेर। उहाँले कुनै बेला खण्डन गर्न आउनुभयो भने पनि म सबै कुरा म देखाउन पनि सक्छु। के सुझाव के छ तपाईँलाई? त्यही अब यस्तो उहाँलाई सुझाव चाहिँ अब जिन्दगीमा सबैजना अगाडि बढ्नुपर्छ। अब सधैँभरि यो कुरालाई कोट्याएर सधैँ कुरा यो कुरालाई प्रोत्साहन दिएर चाहिँ आफ्नो जिन्दगी मेरो जिन्दगी त अब नराम्रो भइरहेछ, साथसाथै उहाँको जिन्दगी प्लस उहाँको त अब बिहे भइसक्यो, उहाँको वाइफलाई पनि यो कुराले अफेक्ट गर्छ भन्ने कुरा चाहिँ उहाँले चाहिँ बुझ्नुपर्छ। म